नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर रु 17 र डिजेल र मट्टीतेलमा प्रति लिटर रु 25 का दरले मूल्य वृद्धि गरेको हो। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर रु 100 का दरले वृद्धि गरिएको छ। निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु 6 का दरले वृद्धि गरिएको छ। नयाँ मूल्य सूची अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर रु 219 पुगेको छ। त्यसैगरी डिजेल र मट्टीतेल प्रति लिटर रु 207 पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 2010 पुगेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु 257 कायम गरिएको छ। सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइदै आएको शुल्कमा 50% छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनु परेको दावी गरेको छ। मूल्य वृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु 7 अर्ब 81 करोड घाटा हुने निगमको दावी छ। बढेको मूल्य गैरातीदेखि नै लागू भएको छ।